ल्याङ्ग्वेज स्किल पढिसकेपछि दाइगाको जाने कि सेनमन जाने भनेर एकदमै कन्फ्युज हुन्छ, कुन बेटर हुन्छ, के पढाइ हुन्छ भन्ने एकदमै कन्फ्युज हुन्छ है। त्यसको लागि चाहिँ म हजुरहरूलाई एउटा सानो इन्फर्मेसन दिन आएको। दाइगाको भनेको जापानको युनिभर्सिटी लेभलको पढाइ हो। यहाँ चाहिँ थ्योरी रिसर्चहरूमा फोकस हुन्छ र यो चाहिँ 4 वर्षको कोर्स हो। नेपालको ब्याचलर र जापानको ब्याचलर भन्ने सोच्नुहोस् होइन। अनि तपाईँले ल्याङ्ग्वेज स्किल पढिसकेपछि यसमा जानलाई इक्जाम पनि दिनुपर्ने हुन्छ है। त्यो भनेको चाहिँ दाइगाको है। दाइगाकोमा चाहिँ के पढाइन्छ भन्दाखेरि इन्जिनियरिङ, आइटी, कम्प्युटर साइन्स, बिजनेस, इकोनोमिक्स, एजुकेसन साइन्स यस्ता सब्जेक्टहरू पढाइन्छ। तर हामी इन्टरनेसनल बिजनेस स्टुडेन्ट भएको भएर, हामी युगाक्से भएको भएर हामीलाई चाहिँ बिजनेस सजिलो लाग्छ। इकोनोमिक्स पनि पढ्ने मान्छेहरू हुन्छन्, तर आफ्नो भाषा बलियो बनायो भने इकोनोमिक्स पनि पढ्दा एकदमै राम्रो। तर सजिलो भनेको बिजनेस, सजिलो, एकदमै धेरै लामो छुट्टी पनि हुन्छ, आफैले रिसर्च गर्ने टाइम हुन्छ, आफै पढ्ने टाइम हुन्छ, स्कुलमा पनि पढाउँछ एकदमै राम्रोसँग। र दाइगाकोमा चाहिँ के पढाउँछ भन्दा इङ्ग्लिस पनि पढाउँछ कि एउटा कुरा। इङ्ग्लिस जापानिजहरू इङ्ग्लिस पनि सिक्न चाहन्छन्, इङ्ग्लिसको सर्टिफिकेट पनि निकाल्न मिल्छ दाइगाको पढेपछि। सेनमन गएको भनेको स्किल बेसको पढाइ हो। जस्तै हजुरलाई छिट्टो वर्किङ गर्न मन छ, म नेपालबाट आएको 2 वर्ष भइसक्यो, अझै पनि केही भएको छैन, मलाई एकदमै वर्किङ गर्न मन छ भन्ने हिसाबले छिटै वर्किङ गर्न मन छ भने चाहिँ सेनमन पढ्दा ठिक हुन्छ। र यो चाहिँ 2-3 वर्षको कोर्स हो, प्रायः चाहिँ 2 वर्षको कोर्स हुन्छ है यसमा चाहिँ। नेक्स्ट वान चाहिँ सेनमनमा के पढिन्छ त? आइटी प्रोग्रामिङ, होटल म्यानेजमेन्ट, नर्सिङ केयर गिभर, अटोमोबाइल डिजाइन, कुकिङ यस्ता सब्जेक्टहरू पढिन्छ। यो सब्जेक्टहरू दाइगाकोमा नि पढिन्छ, तर सेनमनमा चाहिँ कसरी पढाइन्छ भने एकदमै छिटो तरिकाले होइन। सेनमनमा चाहिँ तपाईँले छिटै पनि लिन सक्ने तरिकाले, छिटै पढ्न सक्ने तरिकाले चाहिँ पढाइन्छ है। म चाहिँ अब मेरो आफ्नो पर्सनल एक्सपिरियन्सबाट भन्दाखेरि चाहिँ म चाहिँ दाइगाको पढ्छु। अहिले म निनेन्से हो, 2nd इयरमा छु। सो दाइगाको भनेको चाहिँ कस्तो भन्दाखेरि लङ टाइम करियर। जस्तै हजुरलाई भाषा एकदम धेरै जान्न मन छ, आफूले सेल्फ स्टडी धेरै गर्न मन छ, साथीहरूसँग पनि अब टाइम स्पेन्ड गर्न मन छ होइन। कुनै एउटा थ्योरीमा भोलिपछि हामीले आफैले एउटा रिसर्च गरेर लेख्नुपर्ने हुन्छ क्या। नेपालको ब्याचलर जस्तै हो, तर हल्का डिफ्रेन्ट छ। सेनमन भनेको चाहिँ हजुरलाई म वर्किङ गर्छु, काम गर्छु भन्ने हिसाबले छ भने, हजुरको उमेर धेरै गइसक्यो भने जापान आएपछि होइन, स्टुडेन्टमै तपाईँको 25-26 कटिसक्यो भने चाहिँ हजुरले सेनमन पढ्न सक्नुहुन्छ। जस्तै होइन म काम गर्दिनँ, म दाइगाको पढ्छु, म भाषा पनि बनाउँछु, अथवा हल्का अलि राम्रै जब गर्छु भन्ने हिसाबले पढ्नुहुन्छ भने चाहिँ दाइगाको एकदमै रिकमेन्ड गर्छु। सेनमन पनि राम्रो छ, नराम्रो होइन, तर दाइगाको एकदम बेटर हुन्छ हजुरहरूको लागि। यस्तै भिडियोहरू हेर्न मन छ भने फलो गर्नुहोला। र नेक्स्ट भिडियोमा चाहिँ म एडमिसन प्रोसेस इन जापानको बारेमा भन्नेछु। थ्याङ्क यू सो मच।